हेलो गाइस, गुड मर्निङ। हाम्रो भानुगढ बाटो चाहिँ यस्तो छ। आज चाहिँ भने पानी आउँदैछ कि अलिक हिँडेर जाँदैछु। त्यसले गर्दा बाटो चाहिँ एकदमै खराब छ र यसरी बाटो गाडी राखिदिन्छ। बाटोमा चाहिँ अलिकति याद गर्नुपर्ने हो, यसरी बाटोमा गाडी नरोक्नुपर्ने हो र यस्तो छ गाइस। खोलाको बगर जस्तो छ बाटो पनि। आज चाहिँ भने बिहानदेखि पानी आएर बिजोक बनायो र अहिले चाहिँ हिँडेर जाँदैछु र यस्तो छैन बाटोहरू चाहिँ पाइपहरू यसरी निक्लिरहेको छ बाटोमा र अलिकति यो गर्नुपर्ने हो। यसरी मैलाहरू चाहिँ थुपार्दैको छ। हाम्रो भानुगढको बाटो चाहिँ यस्तो छ। एकदमै बाटो खतम छ। अब कहिले बनिने हो थाहा छैन, बनिनु पर्ने हो। हिँड्ने बाटो पनि छैन, यति साह्रो बाटो बिग्रेको छ कि यसै मैला ल्याएर थपारेको छ बाटोमा। यसो पानी रोडमा यसरी बग्छ, नालीमा सुक्खा छ र यसरी रोडमा चाहिँ पानी कुदिरहेछ। यसरी रोड चाहिँ यस्तो छ, एकदमै खराब छ बाटो। तीमाथि यसरी गाडीहरू कन्टिन्यू पार्किङ गरिदिन्छ मान्छेले चाहिँ। एक त बाटो सानो, त्यसरी गाडी पार्किङ गर्यो भने त कहाँबाट हिँड्नु। एउटा गाडी आयो भने जग्गा छैन, मान्छे हिँड्ने जग्गा छैन। टर्निङ चाहिँ यसरी गाडी राखिरहेको छ। यो चाहिँ नराख्नु पर्ने हो, के भन्नु, दार्जिलिङको जग्गा छैन। अब गाडीहरू चाहिँ राख्नै पर्यो। रोड त यस्तो छ गाइस, हेर्नुहोस्, गाडी पार्किङ हुँदैछ यहाँ।